26 दिन पनि नपुग्दा गुरुङले आफ्नो पदबाट राजीनामा दिएका हुन्। उनले राजीनामा दिँदै फेसबुक मार्फत लेख्नु भएछ, म सुदन गुरुङ मिति 2082 चैत 13 गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमान्दारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो सेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जन चासोलाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पदभन्दा ठूला कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूला शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाबदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ। सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा 46 जना भाइ बहिनीहरूको रगत र बलिदानको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाब नैतिकता हो। त्यसैले मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु। मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमान्दारी र आत्मशुद्धिको बाटोमा सबै उभिनै पर्छ। कति मिडियाकर्मीहरू साथीहरूको कहाँ स्विट सेयर छ, बिस्तारै आउला। राम राज्यको चाहना राख्नेहरूको त्याग र नैतिक साहस पनि देखाउनु सक्नुपर्छ। फर माई कन्ट्री एन्ड फर द रिस्पेक्ट अफ आवर सेक्युरिटी फोर्सेस एन्ड फर द युथ अफ नेपाल। साथीहरू, गृहमन्त्री सुदन गुरुङको राजीनामा तपाईँलाई कस्तो लाग्यो? उनलाई दिनुपर्ने हो कि होइन? जे पायो त्यही कमेन्टमा प्रतिक्रिया दिनुहोला। आजका लागि यति नै।